है हेर त बरु मिठो है हेलो गाइस नमस्ते सेवारो देविका युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। आज चाहिँ हामी फेरि पनि नेक्स्ट हाम्रो चाहिँ यो दोस्रो भिडियो हो। तीनजनाको हाम्रो छोरी, मेरो दिदीको छोरी, अनि त्यस पछाडि मेरो दिदी नाना, अनि म चाहिँ आज सानो यसो फ्यामिली इन्टरटेनमेन्टको लागि मुकबाङ बनाउन गइरहेको छौँ। हाम्रो मुकबाङमा चाहिँ रहेको छ राइस, अनि त्यस पछाडि यो चाहिँ हाम्रो चाम्लिङ भाषामा वाचिपा भन्छ, अनि त्यस पछाडि यो चाहिँ लोकल चिकन, सबले देखाऊ लोकल चिकन, अनि त्यस पछाडि अग्राम बग्राम त्यस्तै उस्तै छन् अरे के हाम्रोसँग एक्स्ट्रामा पनि छ, त्यहाँ राखेको छौँ थपथाप खानको लागि। हाम्रो भिडियो सिम्पल ब्लग्स बनाउन गइरहेको छौँ। हाम्रो भिडियो हेरिदिनु होला होइन। अनि त्यस पछाडि अब हामी स्टार्ट गर्न गइरहेको छौँ। ल स्टार्ट गरौँ। हुन्छ ल कसले बनाउनु भएको यो सबै आज? ए आज चाहिँ मेड बाई चाहिँ मेरो नाना है, जहिले पनि उहाँले नै बनाउनुहुन्छ क्या। कसले बनाउनु नाम आएर पुरै के हो। ए होइन सरी, उता हाम्रो सानो भेना पो त, भेनाले मेरो पुन्डु भेनाले। मेरो हस्बेन्डले सबै आज चाहिँ उहाँको तरकारी चाहिँ यहाँ यति छ भनेर फेरि नगर्नुहोस् नि, कराईमा पनि कति धेरै छ। लु सुरु गर्नु। उहाँले बनाउनु भएको टेस्ट गरौँ उसको बुढाको नाम होइन भनेर चाहिँ कसले बनाउनु भएको दिदी गाह्रो छ हौ। ब्याक क्यामेरामा चाहिँ फेरि रेडी गर्दा गर्दै गाइजहरू सेलाइसकेछ, के गर्नु अब खानै पर्यो। दिदी तितेबाट स्टार्ट गरौँ। तर मिठो बनाउनुहुन्छ कि मेरो बुढाले। तिते खाऊँ न पहिला, फर्स्ट तिते वाचिपा तिते भन्छ होला है, अरू सबैले चाहिँ थाहा पाउने कुरा। कसलाई मनपर्छ तपाईँहरूले पनि कमेन्ट गर्ने, यसरी नै खानुहोस् है। खाएमै त आज पुरा थाकेको छ। पहिलो घाँस है, पहिलो घाँस गाइजहरू। तातै रहेछ, मिठो है, खाऊ न। लेमन निचोड्नु त किन नखाएको? तिते मन पर्दैन? वाचिपा वाचिपा लोकलको स्वादै डिफ्रेन्ट हुन्छ है नाना। नाना चाहिँ फेरि यता परेछ हो दिदी। च्यालेन्ज खेलौँ भने हारिहालिन्छ, अन्त यता जित्छ। त्यही भएर एमाले डोगोरो काम चाहिँ नगरौँ होला। बरु मिठो है अब त हाम्रो मुख आउनु गाह्रै छ तपाईँहरूसँग। 1 इयर पछाडि होला कि अब मेरो बुढा आएपछि मात्र। मेरो प्यारो बुढा आउनुहुन्छ, अनि त्यस पछाडि बुढो पासु। खाइदिनुहोस् त आज। त्यस्तो लास्टै छिपेको होइन, ठिक्क पनि मासु मिठो छ होला होइन। छिपेको पनि अर्कै हुन्छ क्या टेस्ट। मलाई धेरै कहिलो पनि है कस्तो हुन्छ है। मलाई चाहिँ ड्राई नै मनपर्छ, सुपको भन्दा क्या। सुपको भन्दा ड्राई नै मनपर्छ। दुःख लाग्यो हात तल गाह्रो।
यसरी खाँदैछु यो खाइसकेर खानु पर्यो के खानु तिमी हजुर के खानु तपाईँ म त सुजी खानु सुरु असार खानु खानु त्यति गर्दा खानु है हो उयो चाहिँ के हो विङ्स होला हौ मसला ए मसला होला के मसला हो यसको नाम चाहिँ चिकन भेटरमा त भालेको मासु खाएको भए बिल कति उठ्दैछ बिल होला अलिअलि डलर होला यहाँ तपाईँ त्यस्तो जागिर भएर किन थाहा हो अधिकृत मान्छे होइन जिन्दगीमा पैसा आइपुग्यो थियौँ होइन हो मजा भयो नि त दिनु पनि केही चाहिँ हो पैसा तर एभ्रिथिङ होइन नि त सक्यो खालीको खाली होइन वाचिपा मैले जित्दैछु है अब कसो कसो हुँदै जानु लाग्यो खालीको बोतल कागज चाहिँ पर हाल्नु न स्टार राइस तर अन्त है खाली बोतल खाइसकेपछि किन देखाउनु अब खालीको हेर्नुहोस् न एक बोटकी छ अब सुप झर्छिन है झर्छिन अन्त डालो अब यता राख्ने ल वाचिपा तिमीले त खायो भयो त वाचिपा जुलीले पनि भ्लग बनाउँदा सुप चाहिँ मलाई यसमा जुलियामा चाहिँ आफ्नो गाउँमा खाने पनि भएर होला अरू गाउँको नाम मनै पर्दैन जे कुरो आफूले बनाएको धेरै मिठो हुन्छ मतलब बाहिरमा खानु भन्दैन ओके हाल्नुहोस् पिलिज एमा खाने थोरै दिन न त मलाई माम्छा पर भाँडामा पनि छ तपाईँ मलाई पुछ तिम्रो पिज्जा र बर्गरले पेटै अनि ग्यास छ हो अन्त अब टाउको दुखिरहेको थियो चटपटै ठिक भयो कस्तो छ हौ खतरा खा मिठो छ मिला तर आज अलिक खान सक्दैन किनकि मेरो बुढोले बनाउनु भनेको मेरो बुढोले हो नि त मेरो खाना सबै पुग्यो भेनाले बनाउनु भएको मिठो कि नानाले मैले बनाएको मिठो नि एमा कसले बनाएको मिठो गाइजहरू टु मच खाइहाल्यो खाना चाहिँ तर अलिक प्लेटरमा थुक्पा पर थुक्पा के खायो कफी होइन मैले झोल खाना पिज्जा र पिज्जा बर्गर अनि अहिले के वाचिपा वाचिपा हामीले त्यसमा अझै चटपटे अनि पेट त हाम्रो आमा कस्तो भएको लेमन हाल्दिनु न अस्ति चाहिँ पुन्डुले खतरा गरेको थियो क्या एक्टिङ एक्टिङ अस्ति एक्टिङ गरेको थियो खाना साना फुल डाउन एक्टिङ भयो कति उ भयो भने लास्टै मेरो लाग्छ कति
म त खासै बोक्रासँगै अँ मेरोमा हाल्दो रहेछ साथीले धमाधम राख्नु मेरो आन्टी चाहिँ वाजिबा त लास्टै मिठो लाग्छ त्यति मलाई त है मम्मीले कहिले नि घरमा यो उसले पनि तर लास्टै मन पराउँछ यस्तो खाऊ घरमा त कहिले पकाउँदैन कसले उहाँ हाम्रो घरमा मम्मीहरूले मम्मीहरू त आमा दिल्ली ए है दिदी त्यही उता गाउँमा उम्, योगेश भाइको घरमा उम्, किन पकाउनु मान्नु अल्छी गर्नु अँ त्यो भागमै गएर पनि खान्छौँ नि त चाहिँ आज खासै बनाउँदैन कि कसैलाई मनपर्छ नि त कसैलाई मन पर्दैन हाम्रो दिल्ली दिदी पहिला कतिलाई थाहा थिएन रहेछ यो बनाउनु हामीले बनाएर दिएपछि त मिठो हुँदो रहेछ भनेर त्यो जेनिकामा पनि खाएको थिएन रहेछ कहिले हामीले घरमा बनाएको देखेर खाएर अहिलेसम्म दुईजना मैले खाइसकेको त्यो पिरा माम भयो कि थोरै खानुहुन्छ भयो खाँदैन सुत्छ धेरै सक्नु बस्नु थोरो खानुमान खालेर खाऊ कान्छु अहँ, खाना उम्, खाना छ त खाना भए पनि यत्रो छ यहाँ पुग्यो ए बिहान भन्दा क्या बिहान पुग्यो पिता खाइयो बर्गर भेडादेखि नै घटेको थिएन त्यो खाने बित्तिकै एकछिन फोटो त्यत्तिकै फर्केर टेम्पोमा हिँड्ने पनि अँ उहाँदेखि पनि पेटै घटेको थिएन नि हाम्रो हिँडेको भए चाहिँ घट्थ्यो होइन हिँडेर गएको मनपर्छ त्यसरी अचार चाहिँ खानै मन लागेन फ्रिजमा राखेकोले एकदम पुरै ऊ जस्तो नि आइस जस्तै अचार क्या भाते त आइसकेको रहेछ अँ खाना नि हल्का सेलायो कि तर उति के गर्दाखेरि Have a good day. एमा यो पुरा डामन हुन्छ भयो यति चाहिँ खाऊँ न यति चाहिँ अगाडि बढौँ न मैले कुन हिसाबले मलाई खाना लायो जति पनि खानै सकेन तर त्यस्तै हो है एमसु झोल मात्र हो छाला अगाडि बढाउने उसले मन पराउँदैन ए छाला हुँदैन बस्यो हुँदैन ल मासु मात्र मासु पनि हुँदैन उता ब्रोइलरको होला नि बोले उसले अँ त रहेन सरी जस्तो खाने बानी गरेर अँ हो त खानु ए मैले त केसै गरेको थिइनँ सेम त हो मुख चाहिँ धोएको थिएन यति हुनु मुख पनि धोएको छैन। पर्यो ओरिजिनल पुरा आँखामा कसेर गएको होइन आँखामा कचेर बोको मुख नधोइन कचेर यसरी होइन मुख बाङ होइन मुख तान्छ अन्त धेरै मुस्किल परिसक्यो गाइजहरू के गर्नु अब खाएन भने पनि पहिला नि केटी बनाउनु जाँदाखेरि हात जस्तो खसिरो छ त्यसलाई चाहिँ ऊ चाहिँ राम्रो अरे सङ्घर्ष गर्ने टाइपको जो चाहिँ चिल्लो हात छ ऊ चाहिँ अल्छी गर्ने अरे
छुप्पिउ छोरो कथा थाहा छ त कथा हाम्रै बाउलाई त भन्छ उहाँ हाम्रो आमा माग्नु गएको अरे अनि ससुरा बुढोले जै आउनु यहाँ तपाईँले मेरो छोरी पाल्न सक्नुहुन्छ कि हुँदैन भनेर होइन खै के को दाउरा थियो अरे पुरा त्यो जरासँगको त्यो चिर्नु लगायो अरे क्या खै के को पो भन्छ त्यो पनि कस्तो दियो अरे आँखा भएकोपट्टि क्या त्यो आँखा भएको त चिरिनु गाह्रो हुन्छ नि त चिरिसक्नु पऱ्यो चिरिसकेपछि मात्रै छोरी पाल्नु सक्छ चिर्नु सकिन भने त्यसले पाल्दैन छैन नदिने अरे क्या त्यसरी भन्नुहुन्छ अनि चिरिसक्यो अरे बल्ल 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 आँखा अरे हातै फुट्यो अरे हातैको त्यो फोका उठेर पानी फुट्यो अरे नि यत्तिकोले चाहिँ मेरो छोरी पाल्छ ल हुन्छ अब भन्नु अरे दियो लास्टमा चाहिँ दुःख त पाएन नि कसले लडाएको थियो नि अचार धेरै हाल्यो खाने बसेमा हालिदिनुपर्छ राख काहीँ एउटा नि अल्छी गर्दै खाए जस्तो भयो म त खाइरहेको छु न बेबी अब तिमी तिमीलाई म्यामले त धेरै सुत्छ भन्छ धेरै खुवाएर 7 दाना अन्डे पो त त्यो पनि यति वर्ष महिना कति वर्षमा पो केजी केजी भन्नु तिमी पहिला कति वर्षमा दिदी 7 दाना अन्डा खाएको होइन ए कति इयर्सको थियो 1 होला मेरो बाबा मलाई भन्छ म चाहिँ अन्त पुरा त्यही त धेरै कसरी खाने हो खेल्नु गयो भन्छ केजी धेरै हो नाम नदेऊ न त छाल खानु त पुरा घाँटीमा समायो त्यो हड्डी नजाऊ हजुर मम्मी खान्छ त मम्मी त हड्डी अरे छानेर खायो अब हेर्न हड्डी कसरी खान्छ गाडी बिग्रेर बिचमा म त हाम्रो अन्तिम दिने आज अन्तिमै रहेछ भनेर सोचिरहेको थिएँ 20 मिनट भयो 20 मिनटमा खाइसकेछ मिनिटमा खाइसक्यो होइन अब छिटो खाइसक्यो पिस सानो सानो बनाउनु छ नि मस्तले पाकेर खायो माछा त मजाले पकाएर पकाउँछु म चाहिँ पिस अलिक ठुल्ठुलै भएको त्यस्तो गर्दा केटी मैले छुने छानिसकेँ खाइसकेको कति पापड खाउँछ खाऊ न माम के अरे पापड म को अरे भाउजू हजुर हजुर सासू त्यो फुच्चीहरू हामी जाने बेलामा बल्ल बल्ल हाम फाल होइन त्यो पनि त्यो अगाडिको हाम फाल्नै खोज्ने होइन त्यो पछाडिको केटीले हाम फालेर चाहिँ त्यो फेरि पछाडि हाम फाल्छ तर त्यहाँ तर उनीहरूले जम्पिङ गर्दाखेरि हामीलाई पनि गरौँ टाइपको चाहिँ भयो मलाई तपाईँलाई भयो कि मलाई पनि भयो सक्छु म पनि जस्तो लाग्यो मैले यसै हेरेको त तल पो होला भनेको त्यहाँ त्यो फेरि यस्तो गर्ने मलाई तल भाले कसरी चाहिँ गर्छ त हौ भन्छु क्या त्यहाँबाट फालेर चाहिँ गर्छ ए नजिकै जान्छ त्यो पनि त्यो मलाई त्यस्तो त मन पर्दैन यस्तोवाला चाहिँ उधोमुन्टे आफ्नो जिउैसँग सोध्नु त तल त्यहाँ त कति त छैन त्यो चार मलाई पाँच हरारबाट उफ्रेको त मान्छे बाँच्यो त नौ तले हरारबाट त उफ्रेको अनि त्यो त केही पनि होइन बाँच्यो त त्यही पनि बाँचेको होइन जो नखाने त्यो पनि 7 तले कि 8 तले हो नि मैले पनि खाइसकेँ 8 तले
मम्मी खान्छ धेरै गफ साइक्लिङ पनि छ नि त्यहाँ पर्यटनमा कहाँनिर यस्तो त्यस्तो छ होइन यसलाई लानुहुन्थ्यो नि त नि उमा डोरीमा ए डोरीमा चाहिँ डोरीमा साइकल कुदाउनु पर्ने त्यो त्यस्तै मेसिनबाटै हो क्या बस्ने आफै जाने तल के गर्नुभएको हो भाउजू ल ल म भाउजू खाइदिन्छु बल्ल बल्ल सक्यो मलाई खाएर त तिम्रो पनि छ क्या त्यही भएर होस् न दुईजनाकै हो त्यसले गर्नु बाथरुम गाउनुपर्छ यो गाउनु स्टोरी भन्नुपर्छ त्यो त भाइरल भइहाल्छ नि सही हो गाइजहरू हेर्नुहोस् है काने खुसी गर्दैछ के भन्दैछ मेरो कुरा गरेको छ तिमी भिडियो नबनाऊ त तपाईँ बाबासँग बनाऊ न त नि मामु र म बनाउँदिनँ गऱ्यो मामु चुज गरिहाल्छ खाइँदैन अब सक्यो पुग्यो 20 मिनट भएछ ओइ हेर्नु ऊ ज्वरो यो पापाले पकाउने काम गर्छ नि थाहा छ पकाउने काम बिरी लिनु एक एकवटा ऊ गरेछ तिमीले भने कुरा चरा ठिक 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 भन्दैछ चरा आएको रहेछ तपाईँहरूको घरमा होइन त्यो किटकिटे चरा बित्यो किटकिटे अस्ति हामीले उ गरेको भूत लगाएला बित्यो बिचरा त्यो थाङ्ना ऊ पतारा है क्या करता है तुम मैं सीधे रहूं दर खायो लास्टमा चाहिँ अरे कनी नै छिटो खाइसक्नु न कनी नै बाँकी छ अरे क्या ल खाइसक्यौँ छिटो मैले त खाइसकेँ कनिन्छु के डाडुले बनाइदियो खाइसक्यो खोइ कहाँ चिलाएर कनाइदिन्छु सक्यो सक्यो तपाईँको त डाडु चाट्ने बानी पो छ अन्त हेरौँ न गाइजहरू मलाई त पुगेन दिदी न उता राख न डाडु चाहिँ जस्तो जो बराजु उसो नाति होइन भयो फाइनली हामीले सक्यौँ गाइज खाइसक्यौँ छ्याउ नानी नखाऊ अब त छ्या भयो लु छोरा भयो टु मच भयो गर्छौ के जान्दैन खानु क्या त्यो पेट टु मच भइसक्यो लु न नगर्नु भनेको ले ल हामीले चाहिँ सकिसक्यौँ सबले देखाऊ थाल थाल उठाऊ डालो तल ढाड ल साथीहरू हामीले चाहिँ सकिसक्यौँ खाएर अलिकति तरकारी छ यहाँनिर चाहिँ झोल चल्दैछ जम्मा गरेको मासु मासु बल्ल बल्ल खाइसकेको हो होइन मरि मरि तरी तरी गरेर दिनभरि नै खाएर अब हजुरहरूलाई हाम्रो भिडियो कस्तो लाग्छ किप वाचिङ अनि सपोर्ट गर्नु होला अब मेरो भिडियो कस्तो लाग्छ तपाईँहरूलाई अनि गएर लाइक सेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला अन्तिममा गएर भन्दै हामी अब बिदा हुन चाहन्छौँ बाइ बाइ वाचिङ बाइ